जुत्ता पनि लाग्यो छोरी त फर्कन त्यसलाई आदरणीय प्रमुख अतिथिज्यू राधिका भट्टराईज्यू जोरदार तालीले स्वागत गरौँ प्लिज पुट योर ह्यान्ड्स टुगेदर त्यसै आजका यस सभाका सभापति श्री बालगोपाल ज्यू जो स्कुलमा लामो समय अध्यापन गर्दै हुनुहुन्छ गराउँदै आइरहनु भएको छ बालगङ्गा स्कुलमा लागि सहयोग तथा साथ दिनुभएकोमा जोरदार तालीले स्वागत गरौँ प्रेस गर्न चाहन्छौँ प्लिज जोरदार तालीले स्वागत गरौँ प्लिज पुट योर ह्यान्ड्स टुगेदर त्यस्तै यस स्कुलका संस्थापक प्रिन्सिपल श्री बालचन्द्र बोगटिसलाई पनि हामी जोरदार तालीले स्वागत तथा आफ्नो आसन ग्रहण गर्नको लागि लगाउँ र यसका लागि म योगगुरु श्री योगगुरु राधिका भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु प्लिज पुट योर ह्यान्ड्स टुगेदर विभिन्न विद्यालयबाट आउनुभएका त्यहाँ मैले देखेको छु प्लिज उहाँलाई पनि जोरदार तालीले स्वागत गरौँ यथास्थानमा बसेर आफ्नो आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद विद्यालय व्यवस्थापन समितिका कोही पदाधिकारी त्यस्तै यस स्कुलमा लामो समयसम्म कार्यरत र हाम्रा वरिष्ठ शिक्षक कार्यक्रमपछि हामी अगाडि विभिन्न मनोरञ्जनका कार्यक्रमहरूलाई अगाडि बढाउने अनुमति माग्दछौँ अत्यन्त आदरणीय अनि आदरणीय हाम्रा अभिभावक वर्गहरूलाई पनि म आफ्नो यथास्थानमा बसेर हाम्रो कार्यक्रम र हाम्रो आतिथ्य ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु र हाम्रा सम्पूर्ण अभिभावकहरूलाई जोरदार तालीले स्वागत गरौँ अब एकपटक सम्पूर्ण हाम्रा उपस्थित अभिभावकहरूलाई आफ्नो स्थानबाट उठेर प्लिज एकचोटि उठ्नको लागि म हार्दिक अनुरोध गर्दछु र उहाँलाई जोरदार तालीले स्वागत गरौँ सम्पूर्ण अभिभावक वर्ग प्लिज एकचोटि उठ्नु होला तपाईँहरूले आजको कार्यक्रममा यो भव्य तथा सबै कार्यक्रममा हार्दिक स्वागत छ विद्यालय परिवार तथा हाम्रो व्यक्तिगत तर्फबाट हजुरलाई अत्यन्त हृदयदेखि स्वागत छ आजको दिन हजुरको दिन उत्सवको दिन प्लिज त्यसै स्थान कारण छ कि हामी विद्यार्थी अभिभावक र शिक्षक एउटै तरिकामा एउटै मञ्चमा हामी आज उपस्थित भएका छौँ र आज अभिभावकहरूलाई
तपाईहरुले नानीहरुलाई पढ्न प्रोत्साहन दिनुभएको छ, स्कुल पठाउनु भएको छ र आफूले त्याग र तपस्या गर्नुभएको छ। यो सम्पूर्ण चिजहरूलाई हामीले ध्यान गरेर त्यो मध्यनजर गर्दै आजको दिन तपाईहरुलाई तपाईहरु अभिभावकलाई हामीले समर्पित गरेका छौँ। यसको लागि पुनः हामी धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। फेरि अब हामी यो कार्यक्रमलाई दीप प्रज्वलन गरेका भट्टराईज्यू तथा यस विद्यालयका संस्थापक प्रिन्सिपल श्री बालचन्द्र प्रगतिज्यूलाई संयुक्त रूपमा दीप प्रज्वलन गरी यो कार्यक्रमलाई विधिवत रूपमा सुरु गर्नको लागि म हार्दिक अनुरोध गर्दछु र हामी जोरदार तालीले उहाँलाई स्वागत गर्दछौँ। यसले जस्तै शिक्षाले पनि हाइमा भएको संसारमा भएको जनतारूपी अन्तर्नालाई सिक्दै उज्यालोतर्फ डोराउँछ र शिक्षामा पनि त्यही तागत हुन्छ। कृपया अझ पनि ताली पुगेन तालीले यो भव्य कार्यक्रमलाई स्वागत गरौँ। Now we are going to formally inaugurate this program. संसारलाई परिवर्तन गर्न सक्छ हो। नेल्सन मण्डेलाको त्यही शिक्षा त्यो ज्योति हो जसले समाज, व्यक्ति र राष्ट्रलाई सभ्य र भव्य पनि बनाउँछ र समृद्ध पनि बनाउँछ। त्यो शिक्षाको ज्योति दिने, शिक्षा लिने र दिने त्यो महान अभियानमा हामी सहभागी भएका अभिभावक अनि विद्यार्थी अनि हामी शिक्षक आज एउटै दीर्घामा एउटै मञ्चमा हामी उपस्थित हुन पाएकोमा अत्यन्त खुसी छौँ। र अब हामी यो कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब हामी राष्ट्रगान, राष्ट्रियताले ओतप्रोत भएको हाम्रो राष्ट्रिय गानबाट हामी सुरु गर्न गइरहेका छौँ। र यो राष्ट्रिय गानलाई को बारेमा केही भन्नको लागि, राष्ट्रियता र देशको बारेमा केही भन्नको लागि यस विद्यालयका छात्रा रोजिनालाई म अगाडि कार्यक्रममा निम्ति दिन चाहन्छु। प्लिज पुट योर ह्यान्ड्स टुगेदर फर दिस वन्डरफुल लिटल लेडी रोजिना। आदरणीय गुरुवर्ग, सभापतिज्यू र मेरा प्यारा साथीहरूलाई मेरो नमस्कार। म कक्षा 9मा पढ्ने रोजिना कुर्केल हुँ र आज यस बालबन्द स्कुलमा हुन गइरहेको अभिभावक दिवसमा हजुरहरूलाई स्वागत छ। भनिन्छ नि हाम्रो देश नेपाल सानो छ, तर हाम्रो देश नेपाल सानै भए पनि यो विविधताले भरिएको छ। हाम्रो देशमा हिमाल, पहाड, झरना र तराईको उद्भर जमिनले सिकाइरहेको छ हाम्रो देश नेपाल। हामी नेपाली हुनुमा गौरव छ। हामी कसैको अगाडि झुक्न जानेका छैनौँ। हाम्रो देशको भाषा, कला र संस्कृति हाम्रो देशको लागि उदाहरण बनेको छ। हामीलाई हाम्रो भाषा र संस्कृतिले चिनाउँछ। हामीले हाम्रो राष्ट्रको लागि लड्न जानेका छौँ। हामीले नेपाली भएकाले हामीले कहिले झुक्न जानेका छैनौँ। हामीले जहिले पनि हाम्रो शिर उच्च राखेर हिँडेका छौँ र अहिलेसम्म हामीले हाम्रो शिर कोहीसँग झुकाएका छैनौँ। हामी विद्यार्थी मिलेर यो देशलाई बनाउनुपर्छ। हाम्रो देशलाई पनि अरू जस्तो विकसित बनाउनुपर्छ। भनिन्छ नि थोपाले समुद्र बन्छ, त्यस्तै एकजना मान्छे गरेर यहाँनिर 100जना मान्छे भएपछि मात्र यो देश फेरि बन्न सक्छ। त्यसैले हामी विद्यार्थीले यो देश बनाउनुपर्छ र यहाँनिर देश बनाउनुपर्छ। त्यसैले यसै सन्दर्भमा हाम्रो मनभित्र निक्लिएको देशभक्तिलाई अब क्लास 1 का भाइ बहिनीहरूले झुकाउँदैछन्। त्यसैले प्लिज गिभ अ बिग ह्यान्ड फर क्लास 1 चिल्ड्रेन। आफ्नो ठाउँबाट उठिदिएर हाम्रो राष्ट्रिय गानको सम्मान गरिदिनु हुन अनुरोध छ। Sorry.
यस विद्यालयका शिक्षक श्री कृष्ण श्रेष्ठज्यूबाट स्वागत मन्तव्यको कार्यक्रम अगाडि बढाउने जमर्को कसेका छौँ। कुञ्ज तिमी बालकहरूको कुञ्ज भइराखोस्, बालकुञ्ज तिमी माछा पुछ्ने हिमालहरू जस्तै चम्की बनिराख, बालकुञ्ज तिमी अन्धकारलाई हटाउँदै जाऊ, बालकुञ्ज तिमी शिक्षाको उज्यालो ज्योति छर्दै जाऊ। यही मेरो शुभकामना, यही मेरो शुभकामना, यही मेरो शुभकामना। अभिवादन सभाका सभापति महोदय, आजका प्रमुख अतिथि एवं ममतामयी योग गुरुआमा राधिका भट्टराईज्यू तथा प्रकाश भट्टराईज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यज्यूहरू, यस विद्यालयका संस्थापक प्रिन्सिपल श्री बालचन्द्र भगतीज्यू, आमन्त्रित सम्पूर्ण अतिथि, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरू, विगत 32 वर्षदेखि शिक्षा क्षेत्रमा क्षेत्रकै उत्कृष्ट विद्यालयको रूपमा चिरपरिचित यस बालकुञ्ज माविको 32औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा मेरो तथा विद्यालयको तर्फबाट हार्दिक स्वागत छ। स्वागत स्वागत स्वागत। आदरणीय सभाका सभापति महोदय, प्रमुख अतिथि एवं ममतामयी योग गुरुआमा राधिका भट्टराईज्यू, प्रकाश सर तथा अन्य अतिथिज्यूहरूमा हार्दिक स्वागत गर्दछु। हाम्रो निमन्त्रणालाई स्वीकार गरी विभिन्न विद्यालयबाट अतिथिको रूपमा पाल्नुहुने प्रिन्सिपल तथा विद्यालय प्रतिनिधिहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। त्यसै हाम्रो आमन्त्रणलाई स्वीकार गरी विभिन्न कलेजहरूबाट पाल्नुभएका प्रिन्सिपलहरूलाई पनि यस कार्यक्रममा भव्य स्वागत गर्दछु। हुनेछ भन्ने म पूर्ण विश्वास दिलाउन चाहन्छु। त्यसै गरी आजको कार्यक्रम तथा समाजसेवीहरूलाई पनि यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई यस कार्यक्रममा स्वागत गर्दै कार्यक्रम अवधिभर अनुशासित एवं मर्यादित रूपमा हाम्रो कार्यक्रमलाई साथ दिनुहुनेछ भन्ने विश्वासका साथ म एकपटक सम्पूर्ण उपस्थित कार्यक्रमहरू अगाडि बढाउनु पर्नेछ र यसै क्रममा आफ्नो केही शब्द छोटो मन्तव्य दिनको लागि यस स्कुलका संस्थापक प्रिन्सिपल र हामी सबैको आदरणीय सर र मेरो गुरु र हामी धेरैजना विद्यार्थीहरूको पनि गुरुको पनि गुरु बालचन्द्र भगतीज्यूलाई डान्समा आफ्ना केही शब्दहरू भन्नको लागि म हार्दिक निम्ति दिन चाहन्छु। प्लिज पुट योर ह्यान्ड्स टुगेदर फर प्रिन्सिपल सर बालचन्द्र। Chief guest Radhika Bhattacharya, Prakash sir, teachers, principals of our schools, representatives, my dear parents, and my dear students. Today is the 32nd anniversary day of Balkunj Secondary School. So it's a long period, long way through which we are traveling. So here, first I feel very good pride that this school has come a long way since its establishment in the year 2041. The school started up to the journey with more than 40 children at the time of starting. But now we have more than 600 students reading in the school. Their parents, now it is slowly growing up and becoming bigger and bigger institution.
especially giving the special emphasis is being given to the academic excellence, strictly discipline, individual attentions with low students, teachers ratio, well balanced development of all the aspects of the students, personality, co-curriculum activities, setting sufficient infrastructures to promote the institution of all the students. Just for example, we are giving the priority for games. These are the many types of extracurricular activities that we are conducting in our school. I hope it's not sufficient. And the education process that we are giving to the students, in my thought, is that good. प्रत्येक विद्यार्थी स्पेशल जन्मेको हुन्छ. Each child is special born. जर्मनमा यहुदी एक बालक जन्मियो. त्यो बालक कपाल चिङ्लिङ्ग भएको र मानिसहरूले सुस्त मनस्थिति भनेर जिस्काउने बालक. त्यो बालक थियो र एक दिन विद्यालयले यस्ता बालकलाई हामी पढाउन सक्दैनौँ, तपाईको छोरालाई जहाँ भए पनि लानुहोस्, तर यो स्कुलमा हामी पढाउन सक्दैनौँ. संसारको कुनै पनि स्कुलले तपाईको छोरालाई राम्रो पढाउन सक्दैन भनेर स्कुलबाट निकालिदियो त्यो जर्मन यहुदी केटोलाई. त्यसपछि आमा दुखित हुँदै घर आइन् र यो बच्चालाई घरमै गए पनि शिक्षा आरम्भ गर्नु पर्यो, अक्षर चिनाउनु पर्यो भनेर केही पुस्तक किनेर ल्याइन् र घरमै बसेर खेलोस् भनेर बाबुले एउटा कम्पास दिए. मानिस विश्वकै महान व्यक्ति अल्बर्ट आइन्स्टाइन बन्यो. हाम्रो नेपालीमा भनाइ छ, हुने बिरुवाको चिल्लो पात, तर उसको अल्बर्ट आइन्स्टाइनको यो औल्याउन गइरहेको छु केही समय मागे हजुरसँग. अल्पहारी, गृहत्यागी, यो 5 वटा गुण विद्यार्थीमा हुनुपर्छ. काग जस्तो चलाक हुने, बकुल्लाको जस्तो ध्यान गर्ने, अनि कुकुरले जस्तै छोटो र जतिखेर पनि उठ्न सक्ने, थोरै खाने र आफ्नो गृहत्याग गर्ने र साधारण कामहरू छोडेर पढाइमा लाग्ने विद्यार्थी मात्र असल विद्यार्थी हो भनेर हाम्रो नीतिशास्त्रले भनेको छ. योगेन्द्र पौडेल, प्लिज पुट योर ह्यान्ड्स टुगेदर. सबैले जोरदार तालीले स्वागत गरौँ योगेन्द्र पौडेलज्यूलाई र केही सार्वजनिक. यस सभाका सभापति महोदय, प्रमुख अतिथि योग गुरु राधिका भट्टराईज्यू, प्रकाश सर, आमन्त्रित विभिन्न विद्यालय अथवा संस्थाबाट पाल्नुभएका महानुभावहरू, विद्यालयमा अध्यापन गराइरहनु हुने शिक्षक वर्गहरू, अभिभावक मित्रहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, जहाँ पैसा वा धन सम्पत्ति प्रदान हुन्छ त्यहाँ मान्छेको नैतिकता